तपाईहरु सम्पूर्णलाई नमस्ते भन्न चाहन्छु अनि मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। तपाईहरु जति पनि नेपालमा बस्नुहुने सम्पूर्ण भाइ-बहिनीलाई के भन्न चाहन्छु भने तपाईहरु जापान चाहिँ किन भने तपाई जापान ल्याङ्ग्वेज पढ्दै हुनुहुन्छ भने विशेष गरिकन स्टुडेन्टमा आउन लाग्दै हुनुहुन्छ भने प्लिज तपाई सोच्नुहोस् बुझ्नुहोस् अनि मात्रै प्रोसेस अगाडि चाल्नुहोस्। तपाई मेरो सुझाव मान्नुहुन्छ भने जापान आउँदै नआउनुहोस्। यहाँको सिचुएसन यहाँको यस्तो छ कि तपाईँ नेपाल हुँदासम्म तपाईँले बुझ्नुहुन्न जब तपाईँ यहाँ हुनुहुन्छ अनि बुझ्नुहुन्छ। जब तपाईँ यहाँ हुनुहुन्छ अनि बुझ्नुहुन्छ किनभने जापानमा चाहिँ एकदमै कसरी भन्ने तपाईँलाई त्यो एकदमै गाह्रो छ। तपाईँले मैले यस्तो भन्दै गर्दा तपाईँलाई लागिरहला आफू गएर बसेको छ पैसा कमा भनेर। हामीले केही पैसा कमाएको चाहिँ छैन र पैसा कमाउँदा पनि कमाउँदैन यहाँनिर। यहाँ चाहिँ हामी एउटा यस्तो साँघुरो ठाउँमा बसेछौँ जो कि हामी यस्तो साँघुरो ठाउँमा बसेर यता पनि निक्लिन सक्छौँ यता पनि ननिस्किन सक्छौँ त्यो बिचमा छौँ क्या हामी। त्यस्तो परिस्थिति छ, त्यो झेलेर बस्नुपर्छ। प्लिज यहाँकोले चाहिँ यहाँको सिचुएसन यहाँको अवस्थाले चाहिँ तपाईँलाई गाह्रो पार्छ। तपाईँ प्लिज नआउनुहोस् जापान। तपाईँ यो बिना फोकट टेन्सन लिनु भन्दा तपाईँ नेपालमा राम्रोसँग ब्याचलर पढ्नुहोस्, पढेर नेपालमा केही गर्नुहोस्। जवान हुनुहुन्छ, केही जोस जाँगर छ, प्लिज तपाईँ कुरा सुन्नुहोस्, जापान नआउनुहोस्, यही भन्न चाहन्छु म। थ्याङ्क यू।